जय शिव ओम सन्देश च्यानलमा तपाईहरू सबैलाई स्वागत छ। ओम सन्देश च्यानलमा आज म जडीबुटी काठमाडौँदेखि चरिकोटसम्मको इभी माइक्रोमा यात्रा क्रममा हुने अनुभवलाई लिएर भिडियो ब्लग बनाइरहेको छु। तपाईहरूलाई एकचोटि फेरि स्वागत गर्छु र हाम्रो गाडी अब जडीबुटीबाट इभी इलेक्ट्रिक चार्जवाला गाडी हिँडिसकेको छ र आज पानी परेको मौसम यो कार्तिक महिनामा रियरली कहिलेकाहीँ मात्रै पर्ने गर्छ। हेर्नु सक्नुहुन्छ गाडीको अगाडि वाइपरमा पानीको वर्षा भएको वाइपरले सफाइ गरिरहेको छ। अगाडि बढिसकेको छ गाडी। यतिखेर हामीहरू भक्तपुर जिल्ला कौशलटार एरियातिर पुगिसकेका छौँ र गाडी अगाडि बढ्ने क्रममा हिँडिरहेको छ। अब हामी करिब जग्गातिर पुगिरहेका छौँ। पानी सिमसिम परिरहेको छ। गाडीको त्यति जाम त छैन, किनभने सायद कतै पहिरोले गर्दा फसेको पनि हुन सक्छ र लाग्दैछ कि गाडी अब अगाडि बढ्दै जाने क्रममा हामीहरू नालाको बाटो भएर जानुपर्ने जस्तो कुरो आइरहेको छ, किनभने यतापट्टि सिधा बाटोमा जाम छ। त्यसैले यतिखेर हामीहरू नालाको बाटो भएर अगाडि जाँदैछौँ। गाडी यहाँ पनि लामो लाइन छ, एक लेनको गाडी। हामी भक्तपुरको नाला साइडबाट बनेपा निस्कने हिसाबले हामीहरू भित्रभित्रै बाटो आइरहेका छौँ। हामीहरू बाटोमा देख्न सक्छौँ पानी अझै परिरहेको छ। मान्छेहरू छाता ओढेर हिँडिरहेका छन्। यतिखेर नाला भक्तपुरको क्षेत्रमा हामीहरू पुगिरहँदाखेरि भित्री बाटोबाट गाडीहरू अलिअलि जाम भएको ठाउँमा रोकिएको र पानी परेको छ। मौसम विज्ञान विभागले पनि भनिरहेको छ कि सावधानी साथ यात्रा गर्न र पश्चिमको बाटोहरू सबै बन्द भइसकेको अवस्था छ। हामीहरू देख्न सक्छौँ भक्तपुरको नाला क्षेत्रबाट हुँदै हुँदै यतिखेर हामीहरू अब मुख्य सडकमा निस्कने क्रममा छौँ। तर हामीलाई भनिरहेको छ कि गाडी जग्गातेमा निस्किँदाखेरि पनि जग्गातेको छेउछाउमा पुगिएको छ। अहिले तपाईँ देख्न सक्नुहुन्छ जग्गाते भनेर लेखिएको छ, भक्तपुर जग्गातेको क्षेत्रमा। अब यतिखेर चाहिँ हामीहरू मुख्य सडकको उसमा आइरहेका छौँ। गाडीहरू पुरा दोलीखेल आइपुग्यौँ। दोलीखेलमा पनि सबै गाडीहरू जाम भएर रहेको देख्न सक्छौँ। त्यसपछि हामीहरू अब ओह्रालो लाग्यौँ। कुहिरो लाग्न थालिसकेको छ। हेर्नुहोस् त, यो कार्तिकको मध्य कार्तिकमा पनि असार साउन जस्तो कुहिरो डम्म लागेको अवस्था छ। यतिखेर हामी तल दोलीखेलबाट तल पाँचखाल निस्किने ठाउँमा आइसक्यौँ। पाँचखाल आइ नै सक्यौँ। पाँचखालको बजार हामी दायाँ बायाँ देख्न सक्छौँ। पानी अझै परिरहेको छ। पानी मैले अघि नै भनिहालेँ, हाम्रो इभी गाडीबाट पनि देख्न सक्छौँ गाडीको चाप, मान्छे हिँड्ने चाप धेरै कम देखिँदैछ। र अब हामीहरू पाँचखालभन्दा पनि तल करिब हामी यो 0 किलो भन्ने ठाउँतिर आउन थालिसकेका छौँ। यहाँबाट एउटा बाटो सिन्धुपाल्चोक हेलम्बु साइडतिर जान्छ भने एउटा बाटो हाम्रो बलेफी हुँदै चरिकोट जाने बाटोतिर लाग्छ। हामीहरू दायाँ बाटो हुँदै अहिले हामी अब बलेफीतिर आइसकेका छौँ। पानी पर्ने क्रम निरन्तर छ। हाम्रो अगाडि एउटा सुमो गाडी छ भने अहिले हामी बलेफीको यो खोलाको किनारै किनारा आइरहेका छौँ। केही पहिरो पनि देख्न सक्छौँ हामी। दाहिनेपट्टि भित्तामा पहिरो राति गएको जस्तो छ, तर त्यस्तो ठुलो पहिरो त छैन। तर हामीहरू यसलाई सजिलैसँग पार गरेर अगाडि जान सक्ने अवस्था छ। हामीहरू केही क्षणमा नै अब बलेफीमा आइपुग्नेछौँ। यतिखेर बाटो त्यति
गाडीहरूले भरिएको छैन। हामीहरू करिब करिब बलेफीको किनारमा आउन लागिसक्यौँ भन्दा पनि हुन्छ। अब केही क्षणमा नै हामीहरू बलेफी पुग्नेछौँ। बलेफीको पुग्नुभन्दा अगाडिका केही खोलाखोल्सीहरू अब हामीहरू पार गर्दै करिब करिब इन्द्रावती नदीको किनार, पल्लो डाँडो इन्द्रावती नदीको किनार हो है पारिपट्टि चाहिँ। अब यो वारिपट्टि सिन्धुपाल्चोक हो भने वारिपट्टि काभ्रेपलाञ्चोक, माफ गर्नुहोस्, पारिपट्टि सिन्धुपाल्चोक हो। यो बलेफीको हामीहरू बजार हामी सुरुवात भइसक्यो आउन। अब हामी केही क्षणमा नै इन्द्रावती नदीलाई पुल पार गरेर हामीहरू पारिपट्टि सिन्धुपाल्चोकपट्टि जानेछौँ। त्यसको लागि नजिकै अब यो बलेफी बजार हामी दायाँ बायाँ, यो एउटा ऐतिहासिक बलेफी बजार पनि हो। दोलालघाट भनिन्छ यसलाई, बलेफी होइन दोलालघाट, माफ गर्नुहोस्। त्यसपछि दोलालघाटबाट हामी इन्द्रावती नदीलाई पुलबाट क्रस गरेर अगाडि जाँदैछौँ र अब हामी पारिपट्टि पुगेर अब हामी यो सिन्धुपाल्चोकको चौतारा जाने बाटोमा आइपुग्यौँ। त्यसलाई पनि अब हामी दायाँ छोडेर हामी बायाँपट्टि लाग्दै सुनकोसीको किनारै किनार अब हाम्रो यात्रा अगाडि बढिरहेको छ। यो अरनिको राजमार्ग पनि भनिन्छ। चाइनासम्म जाने बाटो पनि यही हो। हाललाई कोदारीको बाटो बन्द भएपछि देख्नुभयो पहिरो पनि देखियो है बायाँपट्टि साइडमा, भने दाहिनेपट्टि साइडमा चाहिँ खोला छङछङ बगिरहेको छ। सुनकोसी र भोटेकोसीको मिश्रित खोला बगिरहेको छ। अहिले हामी सिमले भन्ने स्थानमा आइपुगेका छौँ। यो सिमले भन्ने स्थान भन्दा अगाडि छ। यहाँ चाहिँ गाडी चार्ज गरिन्छ। यो हाम्रो इभी गाडीलाई यहाँ चार्ज गरिन्छ। चार्ज गरेर अनि फेरि गाडीलाई अगाडि बढाइन्छ। यो इलेक्ट्रिक गाडी हो। इलेक्ट्रिक गाडीलाई चाहिँ बिजुली चार्ज गर्नुपर्ने हुन्छ। ल गाडी फेरि अब अगाडि बढ्ने क्रममा हिँडिसकेको छ। अब हामी अगाडि यो हाम्रो इभी गाडी बढिसकेको छ र अब मौसम अहिले अलिकति कम्ती भएको छ पानी पर्न। मौसम अब घाम चाहिँ लाग्ने कुनै अन्दाज छैन। सुनकोसीको किनारै किनार यात्रा अगाडि बढिरहेको छ। सडकको बारेमा भन्नुपर्दा यो अरनिको राजमार्गको सुनकोसीको किनारमा अहिले हामी छौँ। मेरो दाहिनेपट्टि छेउमा चालक साथीले गाडी हाँकिरहनु भएको छ भने म पनि अगाडि बसेर भिडियो खिच्दै तपाईहरूलाई जानकारी दिँदैछु। बच्चाहरू छाता लिएर हिँड्दैछन्। पानी सिमसिम परेको छ। धेरै ठुलो पानी चाहिँ परेको छैन, मसिनो पानी हो, तर पानी पर्न रोकिएको छैन। अब हामीहरू छिट्टै बलेफी बजारमा आउँदैछौँ। यो महादेव थान दायाँपट्टि देख्नुहुन्छ नि, त्यसबाट यो अहिले देखिएको चाहिँ भोटेकोसी हो भने भोटेकोसी सुनकोसी मिसिएको थियो अहिलेसम्म भने। अब हामी भोटेकोसीलाई पुल पार गरेर बलेफीमा आइपुग्दैछौँ। बलेफी पछि चाहिँ भोटेकोसी छुट्टिन्छ। अब हामी सुनकोसी मात्रै बाँकी रहन्छ। यो बलेफीको भोटेकोसीको पुल हो। यो अहिले हामी भोटेकोसीको पुललाई पार गरिरहेका छौँ। भोटेकोसी पुललाई पार गरियो र बलेफीबाट अगाडि अब हामीहरू जाँदैछौँ। गाडी आएकोले साइड दिन भनेर हाम्रो गाडी यहाँ थोरै बेर रोकिएर बसेको छ र केही क्षणमा फेरि गाडी अगाडि बढ्दैछ। बढ्ने क्रममा अब हामीहरू मात्र सुनकोसीको किनारमा हाम्रो गाडी हिँडिरहेको छ। केही क्षणमा नै हामीहरू सुनकोसीको किनार मात्रै होइन, हामीहरू खाडी चौर भन्ने
भन्ने स्थानमा पुग्दैछौँ। खाडी चौर भन्ने स्थानबाट हामीहरूले सुनकोसीलाई पनि पार गरेपछि हामीहरू नयाँ सडक लामो सानो जिरी सडकमा पुग्छौँ। देखिहाल्नुभयो यो सुनकोसीको पुल हो। खाडी चौर भन्ने यो स्थानमा हामीले सुनकोसीको पुललाई पार गरेपछि अब हामीहरू लामो सानो जिरी सडक भन्ने स्विस सरकारले बनाएको सडकमाथि हिँडिरहेका छौँ। अब अर्निकेत हामी छोडिसक्यौँ। अब हाम्रो खाडी चौरबाट हाम्रो यात्रा चरिकोटतर्फ जाँदैछ। बाटोमा हामीले पानीले रुच्दै मोटरसाइकलमा हिँड्दै गरेको यात्री अनि बसहरूलाई पनि हामीले जितेर अगाडि ओभरटेक गर्दै जितेर अगाडि जाने क्रममा छौँ। अब बाटो देखिहाल्नुभयो, बाटो एकदमै हिलो भइसकेको छ। पिचहरू सबै नै यो उक्किसकेको छ र पानी परेर त्यो हिलाम्मे भएको छ। हिलो गदगदे हिलो, खेतको हिलो जस्तो अवस्थामा हामी देख्न सक्छौँ। गाडी फेरि अगाडि बढ्ने क्रममा छ। अहिले हामी यो मोड छ, यहाँ चाहिँ 15वटा घुम्तीहरू छन्, मोडै मोड छ। हामी यसरी उकालो जाने क्रममा उताबाट आएको ट्रकलाई साइड दिनको लागि एकछिन रोकिएको अवस्था छ भने यहाँ चलाउने चालकहरू चाहिँ एकदम चनाखो र फुर्तिलो हुन एकदम आवश्यक छ। सामान्य जानकारी मात्रै होइन, अलिकति चनाखो हुनुपर्ने आवश्यक छ, किनभने मोड छ अनि कुहिरो लागेको पनि छ। यसरी अब हामीले ट्रकलाई साइड दिएपछि अब हामी फेरि हाम्रो यात्रा अगाडि बढ्ने क्रममै छ। देखिहाल्नुभयो यो ठाउँमा, यो डाँडापाखर भन्ने ठाउँमा देख्नुभयो दुर्घटना भएको जस्तो देखियो। हेर्नुहोस्, एउटा पिकअप र बस यो दुईटाको चाहिँ यहाँ सडकमा भएछ। सुनेको अनुसार यहाँ कसैलाई हताहत भएको खबर चाहिँ छैन, तर पिकअप गाडीको अगाडिको बनोट पुरै मर्मत गर्न पर्ने गरी बिग्रिएको भत्किएको अवस्थामा छ भने बसको पनि ड्राइभरको तल्लोपट्टिको लाइटको भागमा खिचिएको अवस्था छ। अब हामी यो ठाउँलाई पनि छोडेर अगाडि हाम्रो यात्रालाई जारी गर्दै अगाडि बढ्दैछौँ। यतिखेर अब हामी उचाइ, पहाडीको उचाइमा आउने भएर होला हुस्सु लागेको छ, कुहिरो लागेको छ। हामीहरू अगाडि बढिरहेका छौँ। अब हामीहरू डाँडापाखर भन्दा पनि माथि यो सिलढुङ्गातिर आइपुगेको जस्तो छ। त्यसभन्दा पनि माथि हामीहरू मुडे बजारमा नै आइपुगेका छौँ र अब हामीहरू दोलखा जिल्ला छोएर भीमेश्वर नगरपालिकामा आएका छौँ। तपाईँहरूलाई मैले भनिरहेको छु कि यो सबै लामो सानो जिरी सडक अन्तर्गत पर्छ र अब हामीहरू खरढुङ्गा क्षेत्रमा आएका छौँ। यो म्याग्नेसाइट पनि यही क्षेत्रमा रहेको थियो। यसमा म्याग्नेसाइटको कारखाना अहिले हाललाई कुनै उत्पादनमा छैन, यो त्यत्तिकै रहेको छ। अब हामी अगाडि बढ्ने क्रममा छौँ र अगाडि बढ्दै जाँदा अहिले हामीहरू यही खरढुङ्गा क्षेत्रमा नै हिँडिरहेका छौँ। अब केही क्षणमा नै हामीहरू तल बोच नजिकै आउने क्रममा आइपुगेका छौँ। बोच हामीहरू अहिले चाहिँ, अघि हामी उकालो थियौँ भने अब हामी ओह्रालो झर्ने जस्तो क्रममा छौँ, तर चिसो ठन्डी त्यति नै छ, त्यसमा कुनै कमी छैन। र अब गाडी अगाडि बढ्दै अहिले हामी बोचमा आइपुग्यौँ। बोचभन्दा अगाडि पनि आइसक्यौँ हामीहरू। यहाँबाट कुहिरो देखिहाल्नुभयो, कुहिरोले पुरा सडक चाहिँ पुरा सेतो देख्न सकिन्छ। बोचबाट अब हामीहरू फेरि अगाडि बढ्दैछौँ र हामीले एउटा गाडीलाई ओभरटेक पनि गऱ्यौँ। ओभरटेक गरेर अहिले हामीहरू अब करिब यो घुम्ती, बोच घुम्ती भन्छ यसलाई, बोच घुम्तीमा आयौँ। यहाँ एउटा मोड छ, देखिहाल्नुभयो। हाम्रो अगाडि 2-3टा गाडीहरू पनि छन्। यो मोड छ, यहाँ 2टा मोड बोच घुम्तीमा चाहिँ यो
बोटलाई पार गरेर अब हामी अगाडि आयौँ। अगाडि आउने क्रममा हामीहरू चर्नावती अथवा चरङ्गे खोला पनि भनिन्थ्यो यसलाई, चर्नावती खोलामा आइपुगिसकेका छौँ र यो खोलालाई पनि अब हामीहरूले पार गऱ्यौँ। चर्नावती पुल लेखेको देख्नुभयो होला बोर्डमा। अब हामी यो पुललाई क्रस गरेपछि अब हामी केही क्षणमा नै हामीहरू चरिकोटसम्मको हाम्रो रोमाञ्चक यात्रा सकिँदैछ। यो चर्नावती खोलाको यो फेदीको कुरा गर्नुपर्दा यो हात्तीछराको पनि छ। अहिले हामी साखिने भन्ने स्थानमा आइपुगेका छौँ। साखिने स्थानबाट अगाडि अब हामीहरू जाँदै यो मकैबारी स्थान, माफ गर्नुहोस्, साखिने स्थान चाहिँ यो साखिने स्थानमा अहिले हामी साखिनेमा आइपुग्यौँ। यो साखिने हो भने यसलाई साखिने भनिन्छ नि, साखिने भन्ने स्थान। यसबाट अगाडि बढ्दै अहिले हामीहरू साखिनेमै छौँ। देखियो साखिने भन्ने स्थान भने यसबाट केही अगाडि बढ्ने क्रममा हामीहरू अब एक लेनको सडक देखिहाल्नुभयो। आहा, इस्कुसको गाडी कति मिठो होला है, इस्कुस पाकिरहेको होला। हामीले गाडीलाई ओभरटेक गऱ्यौँ। त्यसपछि हाम्रो यो मन्दिर साकिनेको, त्यसपछि अब यसभन्दा माथि पुरानो केसी निवासको घर पनि यसपछि यहाँनिर आउँछ। हामी यसलाई नि क्रस गरेर अब हामीहरू दामुना क्षेत्रमा प्रवेश गरिसकेका छौँ र दामुना क्षेत्रबाट पनि हामीहरू क्रस गरेर अगाडि गएपछि हामीहरू अब यो स्कुललाई पनि क्रस गरिसकेका छौँ र अब हामीहरू मकैबारी क्षेत्रतिर हामीहरू आइपुगिसकेका छौँ। मकैबारीबाट पनि हामीहरू अगाडि जाने क्रममा यात्रा चलिरहेको छ। हामीहरू देख्न सक्छौँ बाहिर हुस्सु लागेको छ, चिसो पानी परेको छ। वाइपरलाई हामीले हेऱ्यौँ भने पानी परेको र पानी सफा गरेको देख्न सजिलै सकिहाल्छौँ। र अब हामीहरू मकैबारी भन्ने स्थानको छेउछाउमा पुगिरहेका छौँ। कम्पनी मकैबारी पनि भनिन्छ। त्यस ठाउँबाट अगाडि बढ्ने क्रममा हामीहरू अहिले अगाडि बढिसकेका छौँ र यतिखेर हामीहरू अब मादेउ खोला पनि क्रस गरेर चरिकोट बजारको छेउछाउमा पुग्न लागिसकेका छौँ र अब हाम्रो यात्राले पनि करिब अन्त्य भन्नुपर्ने बेला भइसकेको छ। यो चरिकोट बजारको हामी साड्डो बाटोको नजिक आइपुगिसकेका छौँ र तपाईँ दर्शकहरूलाई एकपटक पुनः धन्यवाद भन्नै पर्छ कि छोटकरीमा मैले काठमाडौँ जडीबुटीदेखि यहाँ चरिकोटसम्म साड्डोपट्टिसम्मको यात्राको बारेमा तपाईँहरूलाई परिचय गराएँ। त्यसबाट तपाईँहरूले यहाँको सामान्य स्थानको बारेमा, सडकको स्थितिको बारेमा थाहा हुन्छ। भिडियो हेरिदिनु भएको सबैलाई धन्यवाद र सब्सक्राइब नगर्नुभएको भए सबैले ओम सन्देश च्यानललाई सब्सक्राइब गरेर मलाई यस्तै रमाइलो भिडियोहरू प्राप्त गर्नको लागि सूचना प्राप्त गर्न पनि सजिलो हुनेछ भन्दै म ओम केसी तपाईँहरू सबैलाई हार्दिक धन्यवाद दिँदै यो भिडियो च्यानलबाट बिदा माग्दछु। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय।